हेलो एभ्रिवान, सबैजनाले नमस्ते है। स्वदेशमा रहनुभएका विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो तर्फबाट नमस्ते छ है। आज चाहिँ मैले यस्तो भिडियो लिएर आएको छु कि तर सबै चाहिँ मैले चाहिँ यस्तो भिडियो लिएर आउँथेँ कि आज चाहिँ बाटाको भिडियो छ है। बाटाको चाहिँ अर्घाची भुस्ता नगरपालिका वार्ड नम्बर 5 बुधुमारादेखि हुलाका बाटा चाहिँ हामीहरूको चाहिँ अहिले चाहिँ लगभग बाटाको चाहिँ नाली बन्दैछ। यो चाहिँ जुगेटारीसम्म चाहिँ नाली बन्ने हो। त्यसपछि चाहिँ गेरबेल हुन्छ, त्यसपछि पिच हुन्छ। सायद यति भन्न सकिन्न बिच कहिले हुन्छ भनेर अहिले चाहिँ मैले भिडियो बनाइरहेको छु। यो चाहिँ बाटाको छ नयाँ चाहिँ चाहिँ यो चाहिँ सधैँभरि कस्तो भिडियो आउँथ्यो भने कहिले कस्तो भिडियो आउँथ्यो, तर चाहिँ अहिले चाहिँ बाटाको भिडियो आइरहेछ। सो हामीहरूको चाहिँ यस्तो चाहिँ बाटो यो छ। यताहरू चाहिँ ल्याइरहनु भएको छ। यहाँ चाहिँ कता जानुहुन्छ थाहा भएन है। यहाँ चाहिँ हामी चाहिँ यता चाहिँ कताकति केटाहरू चाहिँ उहाँ छौँ हामी चाहिँ। र यो चाहिँ बाटो कस्तो हुन्छ के हुन्छ चाहिँ एक्ज्याक्टली मलाई पनि थाहा छैन होइन। लगभग सायद चाँडै हुन्छ होला। अहिले चाहिँ माथि गएर चाहिँ भिडियो बनाउँछु। सायद दिन थाहा भएन। एकैछिन चाहिँ कुरा गरेर चाहिँ भिडियो बनाउँछु। अहिलेलाई यति हामी चाहिँ बाटो हेरेर आएको छौँ। यो राजु, हामीको टिम, पवन एन्ड सुमन एन्ड हुन्छ। हाम्रो चाहिँ यो चाहिँ लगभग सुरु भएको छ अहिले। यहाँबाट चाहिँ जयटारीसम्म चाहिँ पिच हुन्छ लगभग। अहिले चाहिँ सायद हुन्न होला। उहाँ चाहिँ नालीको चाहिँ उभइरह यो चाहिँ बाटोको बिजो बहुत थियो कि यहाँदेखि अहिले यस्तो छ। लगभग हालै हुन्छ होला। यहाँबाट चाहिँ नाली सुरु हुँदैछ। यो चाहिँ नाली हो। यता चाहिँ नाली गिट्टीहरू बालुवा यहाँ चाहिँ धमाधम काम चलिरहेको छ। छिप्याएको टाउको मन यता हेर त हो। यहाँ चाहिँ काम सुरु भइरहेको छ। यहाँबाट सुरु हुँदै हो। यो चाहिँ दुजी चाहिँ जाने बाटो मसला। यो चाहिँ मिसिन पेर्नेहरू मिसिन हो यो। यता चाहिँ उषा ग्रेभेलको सुरु भइसक्यो। यता चाहिँ उषा प्राली चाहिँ नाली। यता चाहिँ नाली सुरु छ। यता चाहिँ बन्दै यतादेखि यता चाहिँ बन्दैछ। यता सुरु भएको यो चाहिँ पछि सायद गेरेल हुन्छ होला। यो चाहिँ अहिले सायद हुँदैन होला। चाहिँ अहिले चाहिँ हुलाका छु म। राम्रो बनाउनुहुन्छ। यता हामी चाहिँ बाटो हेरेर आएको। यता बाटो हेरेर चाहिँ अहिले चाहिँ फर्किँदैछौँ हुलाकातिर। लगभग फिलहाल चाँडै हुन्छ होला। सबजनाले चाहिँ हेर्दै हुनुहुन्छ भन्ने चाहिँ पुरा आशा गरिरहेको छु। यता चाहिँ हामीहरूको उ छ। यो चाहिँ बारीहरूको यो चाहिँ गिट्टी र निस्केर यो चाहिँ गेरुलोको लागि हो। टेक्चर चाहिँ यतै छ। तर यो साल नभए पनि आइसाल चाहिँ लगभग बाटो चाहिँ पिच चाहिँ फाइनल हुन्छ होला। यो साल चाहिँ हुँदैन होला। लगभग यो चाहिँ गेरबेल चाहिँ हुन्छ अरे। त्यति मलाई चाहिँ थाहा छैन है। पुसा माघासम्म चाहिँ गेरबेली चाहिँ हुन्छ अरे, तर मलाई चाहिँ थाहा छैन। यो चाहिँ भुनापा 5 बुधुमाराको यहाँबाट चाहिँ जोडन हो जोगिटारीसम्म। यहाँबाट लगभग सुरु भएको चाहिँ अहिले चाहिँ बाटो चाहिँ रोड चाहिँ यस्तो छ। यहाँ चाहिँ सुरु फाइनली यति चाहिँ अहिले चाहिँ यति नै चाहिँ भिडियो चाहिँ नेक्स्ट भिडियोमा चाहिँ हजुरले सब देखेर दिन्छु। यो चाहिँ हुलाकाको चाहिँ ज्ञानहरू चाहिँ भएछ नानीहरू यता ल बाई बाई।